बेबी खाना खाँदा नानी नछुनु भन्छ। अब के गर्नु, मजबुरी छुनु परिहाल्छ। एकछिन छोडिदिएको रुनु थालिहाल्यो। रोक्नु परिहाल्यो नि त, के गर्नु होइन। यस्तै हुन्छ। कोही छैन घरमा। आज त मम्मी बाबा पनि बाहिर जानुभएको छ। बेला छ, अन्त बेला म नानी एकछिन छोडेको भात खाइन्जेल अघि वा गर्नु थालिहाल्छ। अन्त बोक्नु परिहाल्यो नि। अब घरले खाना खाँदा नबोक्नु भन्छ। फेरि भातमा खाना खानु बस्ने बित्तिकै उठिहाल्छ। होइन मम्मीले खाना खाएको चाल पाउदिहाल्छ है। तिमी पनि खाने, माम खाने। कहिले माम खानु हुने, कहिले ठुलो हुने हो मेरो पुक्ली। अन्त मम्मीसँग यसरी बसेर खानु हुने है। फेरि रुनु थालिहाल्यो। यसरी टाढो पार्नु तिमीलाई। एकछिन बस्छ शान्तिले। मम्मीले मम खाइसक्छ, अन्त तिमीलाई बुबु खुवाउँछ, अन्त सुत्नुपर्छ ल। बेला बेला पनि माम खाँदैन, के भएको छ। दिवालीदेखि बिमार भइरहेको छ। त्यो पनि भातै खाँदैन। दहीसँग दिँदा पनि खाँदैन, दुधसँग दिँदा पनि खाँदैन, मासुसँग पनि खाँदैन। झन् भोकै भएछ त्यसलाई। मासु पनि त अहिलेदेखि खाएको होइन, जन्मेदेखिको मासु भात के भयो नि त है। दाल भात दिउँ भने खाँदैन।